सोच्नुस् यस्तो देश जहाँ कानुनभन्दा ठुलो अपराधी हुन्छ, जहाँ नेता सरकार संविधानलाई क्रिमिनल रेपिस्ट मर्डरिस्टले कन्ट्रोल गर्छ। धनीले जति ठुलो गल्ती गरे पनि उसलाई चौकीमा एसी सहित सेवा हुन्छ। गरिबले सधैँ हेपिनुपर्ने, जहाँ ठुला जात सानो जात भनेर आफैमा लडाइन्छ। पावर र कुर्सीका लागि जस्तो सुकै मारकाट गर्न तयार नेता छन्, जहाँ एउटा स्त्री साना बालिका सुरक्षित छैनन्, जहाँ विकासको नाममा विनाश मात्र हुन्छ अनि कसैले सत्य बोल्न खोज्यो भने उसको खुट्टा तानिन्छ। यो सुन्दा तपाईलाई कस्तो बेकार देश रहेछ भन्ने लाग्न सक्छ, तर अहिलेको समयमा त्यो अरू देश होइन, त्यो हो हाम्रै देश नेपाल। हाम्रो नेपाल सकिँदैछ। फरक यति हो, पहिले कांग्रेस एमाले माओवादीहरूले सक्यो भने अहिले नयाँ भनिने सरकारले सक्दैछन्। अब त यहाँ यस्तो भइसक्यो कि पैसा पावरवालाले जे गर्दा पनि हुन्छ, किनकि नेपालको कानुन त अन्धो छ। त्यसैले त धनीले गरेको गल्ती देख्दैन अनि गरिबले सही गरे पनि गलत देख्छ। हाम्रो देशमा न्याय सत्य र असत्यमा होइन, को कति पावर र उसँग कति पैसा छ भन्ने आधारमा दिइन्छ। यहाँको सिस्टम नै यस्तो बनिसकेको छ कि कुर्सीमा आफ्नो मान्छे छ भने उसले जे पनि गर्न मिल्छ। रेप मर्डर जे गरे पनि छाती खोलेर खुलेआम घुम्न सकिन्छ। उदाहरणमा निर्मला पन्तको केस हेर्नुस्। पुरानाले त अपराधी लुकाए भने नयाँले पनि केही गर्न सकेनन्। न्याय पाउनु त टाढेको कुरा हो, अब त त्यो फाइल नै हराइसकेका होलान्। कसैले सरकारी जग्गा बेचे, कसैले सुन तस्करी गरे, तर ती केस कहाँ गए? 2-4 दिन समाचार आयो, 2-4 जनाले मुद्दा उठाए, 2-4 दिनमा केस बन्द। यहाँको मिडिया पनि त्यस्तै छ, ब्रेकिङ न्युज दिनै छाडिसके। नेताले गरेका गलत त देखाउनै छोडिसके, किनकि मिडिया चलाउनु छ भने नेताको बारेमा गलत त भन्नु नै भएन। त्यस्तै एमालेका नेता गोकुल बास्कोटाको 70 करोड काण्ड कता हरायो? यसबारे कसैले बोल्दैन। सुरुमा सबैले बोले, अहिले 6-7 वर्ष भइसक्दा पनि केस सल्भ हुन सकेको छैन र हुँदैन पनि, अनि कोही बोल्दा पनि बोल्दैन यसबारे। अनि त्यस्तै 2066 सालतिर माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलि जग्गा काण्ड हेर्नुहोस्। सबै बेचेर खाएपछि 4-5 सालपछि थाहा हुन्छ अनि यति लाख उति लाख धरोटी भन्दै छोड्दै गर्छन्। यो समस्या पुरानामा मात्र होइन, अहिले पनि यस्तै छ। भैँसी काण्ड, बाख्रा काण्ड, सहकारी ठगी काण्ड, वन जङ्गल काण्ड, बिजुली बत्ती, खानेपानी, सडक, सफाई, स्कुल, अस्पताल, एयरपोर्ट, सम्झौता, बाँडफाँड, अरू पनि आन्दोलन, पार्टी सम्मेलन, जेन्जी आन्दोलन, जे जस्तो जे पो हुन्, यी सबै कार्य मात्र नाटक हो, देश बर्बाद गर्ने मात्र हो। जे जति सुन खानी, कोइला खानी, फलाम खानी, जडीबुटी खानी, जस्तो सुकै फाइदाको कुरा गरे पनि त्यो जनतालाई मिल्ने केही होइन। अहिलेसम्म यस्ता प्रोजेक्ट त कति सुरु भए र कति लगानी गर्यो, तर कहिले यति फाइदा भयो भनेर सुन्नु भएको छैन। किनभने हामी जनताको बारेमा कसैले सोच्दैन। सब आफ्नो पेट भर्ने, छोराछोरी विदेश पढाउने मात्र सोच्छन्। यहाँ त न्याय कसलाई दिने कसलाई नदिने भन्ने कुरा, कसले गलत गर्यो अनि कसले सही गर्यो भन्ने आधारमा नभएर को पावरमा छ अनि कोसँग धेरै सम्पत्ति छ भन्ने आधारमा दिइन्छ। किनकि कानुन नै बिचौलियाले कन्ट्रोल गरेको छ। क्रिमिनलले नै जजलाई प्रमोसन दिने गरेको देखिन्छ अनि ती जज कसरी जनताको साथमा हुनु? हाम्रो देशको सडक, स्कुल, अस्पताल हेरौँ। 1 सालको टेन्डर परेको सडक पुल 5-5 सालसम्म पनि अधुरै हुन्छ अनि त्यत्रो समयसम्म बजेट 5 गुणा बढ्छ। त्यो 5 गुणा ज्यादा लागेको बजेटले त त्यस्ता 5वटा पुल बन्न सक्छ। चाइना, जापान जस्ता देशमा हेर्नुहोस्, खर्च यहाँको जति लागे पनि त्यहाँको सडकमा एउटा पनि खाल्टाखुल्टी हुँदैन भने हाम्रोमा त्यत्रो खर्चमा बनेको सडक साल नपुग्दै फेरि दुबारा बनाउनु पर्ने अवस्था आउँछ। सडकमा, सरकारी जग्गामा, अस्पतालमा त स्केम गर्यो, स्कुलमा त नगर्नुपर्ने हो। जसलाई शिक्षाको सी पनि थाहा छैन त्यो शिक्षा मन्त्री हुन्छ। परिणाम हरेक साल पाठ्य पुस्तकको कमी, एक्जाम सुरु हुनभन्दा पहिला पेपर लिक हुन्छ अनि फेरि दुःख पाउने विद्यार्थी नै। यस्तो त हालत छ हाम्रो देशको। जसरी पनि नेपाल देश सक्ने काम भइरहेको छ। एउटा पार्टीले अर्को पार्टीलाई तल गिराउन खोज्छ, अर्कोले अर्कोलाई, पुरानाले नयाँलाई, नयाँले पुरानोमा खोट देखाउने भइरहेको छ। नयाँले भन्छ पुरानाले देश बेचेर सक्यो, पुरानाले भन्छन् हामीले जोगाएको देश हो। नयाँहरू पनि आफैमा लडाई, सरकारी सम्पत्ति जलाउने, मर्ने मार्ने धम्की दिने गरिरहेका छन्। यसरी मर्ने मार्ने, जल्ने जलाउने कार्यले पनि देश सक्ने बाहेक अरू केही होइन। अनि हामी जनता यो सबै हरकत देख्दै पनि समर्थन गर्न छोड्दैनौँ। पहिले एउटालाई त्यसपछि अर्कालाई। जो आए पनि उस्तै हो, 19-20 को फरक मात्र हो। त्यसैले हामी जनता जागौँ। यसले 500 दियो, यसले चामल दियो, यसले मासु दारू दियो, यसले रेल ल्याउँछु भन्यो भनेर मक्ख पर्छौँ। तिनीहरूको काम नै त्यही हो। जनतालाई आपसमा जाति धर्मको आधारमा उठायो, लडायो अनि आफूले जित्यो अनि फेरि त्यही जनतालाई दबायो र देशलाई भित्रभित्रै खुकुरो बनायो।